हजुरले किन आफैले उठ्नु भएको सन्ध्या भने क्या हो आज छोरी आएर तिम्रो कस्तो नराम्रो सपना देखेको गीता के भयो होला कस्तो नराम्रो सपना देखेँ साँच्चै यस्तो भयो भने के गर्ने होला सपनाको कुरालाई लिएर तपाईँ यति धेरै देखिनु भएको छ देखेको सपना सबै पुरा हुने भएको भए मैले पनि हिजो हाम्रो छोरी आरतीको बिहे भएको देखेको थिएँ कतै हाम्रो घरमा नराम्रो हुन लागेको त होइन हिजो तिमीले छोरीको बिहे भएको देख्नु आज मैले यस्तो नराम्रो सपना देख्नु त्यस्तो नराम्रो केही हुँदैन के बेकारमा तपाईँ सपनाको कुरा मात्र लिएर चिन्ता मात्र गर्नुहुन्छ गीता आज मैले सपनामा सीतालाई पनि देखेछु के गर्ने सपना पनि त्यस्तो त्यस्तो देखिरहेको छु मलाई त एकदम डर लागिरहेको छ सुन्नुहोस् त खाना रेडी गरिदिएको छु है खाना लिएर जानु र उता रामले होटलतिर खान्छ म पनि होटलमा खान्छु के खाना लिएर जानु र अब घरको खाना मिठो नभएर बाहना पो गर्नुभयो कि के थाहा देवी मेरो आमाले पकाएको खानाको स्वाद मैले नपाउँदै आमाले मलाई छोडेर जानुभयो त्यसपछि मैले तिम्रो हातको खाना खाँदाखेरि स्वाद के हो भन्ने कुरो बल्ल थाहा पाएँ अनि मलाई अरूको हातको खाना मिठो लाग्छ होला त म त हजुरसँग जिस्के कि पो त साँच्चै सुन्नु न अब हाम्रो सत्य बाबुलाई घर बोलाम है किन नि अब हाम्रो सत्य बाबुको एउटी राम्री दुलाई खोजेर बिहे गरिदिनु पर्छ तिमीले भनेको एकदम ठिक हो फेरि भाइको बिहा गर्ने मन छ कि छैन हजुर पनि सत्य बाबुले हामीले भनेपछि नमान्ने त कुरै हुँदैन ल अहिले म अफिस जान्छु सत्ताले यसो मिलाएर फोन गर्नु ल म जान्छु सत्य बाबुको बिहे गर्ने त भनियो बरु यति बेला हाम्रो सत्य बाबु कहाँ के पो गर्दै हुनुहुन्छ होला दाइ बाबुजीले हिजो फोन गर्नुभएको थियो अब बिहा गर्नु पर्यो घर आइदियो भन्नुभएको अनि सत्य के भन्यौ तिमीले दाइ भाउजूसँग हाम्रो बारे कुरा त गर्यौ नि होइन तर सत्य किन तिमीले हाम्रो बारेमा दाइ भाउजूले नभनेको कसरी भनौँ म आफ्नो जातको केटीसँग होइन अरू नै जातको केटीसँग माया गर्छु भनेर दाइ भाउजूले मेरो लागि अरू नै केटी हेर्नुभएको छ अनि मैले त त्यो पनि भन्न सकिनँ सत्य तिमीले मलाई माया फसाउनको लागि यत्रो धेरै नाटक गरेको रहेछौ मैले तिम्रो मायामा पर्नुभन्दा पहिले नै भनेकी थिएँ हाम्रो जात मिल्दैन भनेर हामी एक नभएकै ठिक हुन्छ भनेर तर तिमीले जातभन्दा माया ठुलो हो भन्यौ म तिमीलाई जस्तो सुकै अवस्थामा पनि आफ्नो बनाउँछु भन्यौ तर आज आएर यो सब के भन्दैछौ तर तिमीले पनि आज आएर मायाभन्दा ठुलो जात नै देख्यौ होइन तर अब तिमी बिना म एक पल पनि बाँच्न सक्दिनँ सत्य मलाई बुझ्ने कोसिस गर सन्ध्या म सानो हुँदा बाआमाले छोडेर जानुभयो त्यही दाइ भाउजूले हुर्काएर बढाएर पढाएर मलाई यत्रो बनाउनु भयो अनि म उहाँको कुरालाई कसरी नमानौँ भन त मलाई अरू कुरा केही पनि थाहा छैन सत्य यदि म तिम्रो भएन भने तिमीलाई पनि म अरू कसैको हुन दिन्न यो सन्ध्याको तिमीलाई कसम भयो नपाउन्जेलसम्म वा पाएपछि छिछि यो सब त सबै केटाहरूको भन्ने बहाना हो तिमीले मसँग मायाको नाटक गरेर मेरो शरीरसँग खेलबाड गरेको छौ सन्ध्या प्लिज मलाई बुझ मलाई माफ गरिदियो म तिमीलाई कसरी माफ दियो मेरो यो टुटेको मनलाई पहिलेको जस्तै बनाइदिन सक्छौ छोरी मान्छेको इज्जत माटाको भाँडो जस्तै हो एकचोटि फुटेपछि कहिले पनि जोडिँदैन अझ तिमीले त मेरो शरीरसँग खेलेको छौ मेरो शरीर पहिलाको जस्तै बनाइदिन सक्छौ अनि म तिमीलाई माफी दिन्छु त्यो त सक्दिनँ तर सन्ध्या 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 हजुर भाउजू
ए हस् भाउजू के गर्ने होला यसले नि यहाँ बस्यो भने मलाई फसाउने भयो म आज नै घर जान्छु आरती हेर न आउँदा आउँदै ढिलो भयो रिसाएकी त छैनौ नि छैन रिसाको तिमीलाई नकुरा कहिले पो हो र अब त तिमीलाई कुनै बानी परिसक्यो तिमी बुझ्नेछौ मलाई यसैमा खुसी छ सधैँभरि मलाई बुझिराख ल बुझ्दिनँ म त अब अर्कै खोजेर गइदिन्छु म त आरती तिमीले मेरो बाहेक अरूको नाम लिँदा मेरो मनमुटु काम नथाल्छ यदि तिमीले साँच्चीकै मलाई छोडेर गयौ भने म त पागल भएर मर्छु हेर त लाटा कति छिटो सिरियस भएको म पनि तिमी बिना काम बाँच्न सक्छु र अब छिट्टै मेरो बाबासँग कुरा गरेर हामी सधैँको लागि एक हुनुपर्छ है आरती मलाई केही समय देऊ न ल म पहिला मेरो काम सक्सेस गर्छु अनि त्यसपछि तिम्रो घरमा आएर आमा बाबासँग कुरा गरेर तिम्रो हात माग्छु आकाश खै म के भनौँ पछि ढिला होला नि त्यति बेला फेरि मलाई केही भन्न पाउने छैनौ नि हस् हजुर हस् मैले मेरो प्रेमिकालाई मबाट कहिल्यै टाढा हुन दिन्न ला यो रामकी छोरी होइन र हो त छोरी रामकी छोरी त हो त एउटी भएकी छोरी यस्तरी बिग्रेर के काम लाग्छ हेर यसका बाआमाले छोरो भने नि यही छोरी भने नि यही भनेर यत्रो नाक फुल्लाएका थिए आखिर यहाँ नाकै काटे यसो बाबामाको यो त यसलाई माटा मिलाउने भयो नि तैँले मैले त देखेको यो कुरो चाहिँ गर्दैछ बालाबाट भनिदिनु पर्छ यसका बाआमालाई मात्रै होइन जाऊ भोरिकालाई भनिदिनु जाऊ जाऊ सत्य बाबु हजुर त मैले कल गर्ने बित्तिकै टुप्लुक्का घर आइपुग्नु भयो त अनि अब तपाईँको पढाइ त पुरै सकेको होइन लगभग सके भाउजू हेर सत्य जागिर खोजेर अब यतै काम गर्नुपर्छ मैले पनि त्यही सोचेर आएको दाइ घरमा कामको कुरो तैँले चिन्तै लिनु पर्दैन मेरो साथी एउटा अफिसमा छ त्यहाँ म कुरा गरिदिन्छु हुन्छ दाइ सत्य तँसँग एउटा कुरो गर्नु थियो त सानो छँदा बाआमाले छोडेर जानुभयो तेरो सबै जिम्मेवारी बाआमाले मलाई दिएर जानुभएको छ अब त्यो जिम्मेवारी तेरै भाउजू र मैले पुरा गरौँ कि भनेर सोचिरहेको छ कस्तो जिम्मेवारी दाइ मलाई आफू नखाएर पनि खुवाउनु भयो आफू नपढेर पनि पढाउनु भयो अझै जिम्मेवारी बाँकी छ भन्नुहुन्छ हो एउटा मात्र जिम्मेवारी बाँकी छ केटी कुल घरान कि असल केटी खोजेर तेरो बिहा गरिदिनु छ दाइ मैले अहिले नै बिहा गर्नु र ओहो अहिले बिहे नगरी कहिले गर्नुहुन्छ त बाबु बुढो हुन लागिसक्नु भयो पछि त कुनै केटीले नहेर्लान् नि हस् भाउजू हस् हजुरले जे भन्नुहुन्छ म त्यसैमा रेडी छु तपाईँ आफै विचार गर्नु त कति मैले बनाएको खाना म आफै खानु च्याउ लागिसक्यो कि मलाई पनि देउरानीले बनाएको खाना तपाईँहरू सँगै बसेर मजाले खाना मन छ यदि तेरो कोही छ भने भन है दाइ मैले केटी हेरिसकेँ कि केटी हेरिसकी को आरती ए त्यो रामको छोरी आरती सत्य के म रामसँग कुरा गरौँ त ए तपाईँ पनि बाबुलाई सोधेर नै पर्दैन नि आरती जतिको केटी पाउनु भनेको त हाम्रो सत्य बाबुको लागि भाग्यको कुरा हो कि कसो बाबु ल म रामसँग कुरा गरिहाल्छु अब तपाईँहरूले नै छानिसकेपछि मैले कसरी नाइ भन्न सक्छु र हे भगवान जसरी भए पनि आरतीलाई मेरो देउरानी बनाइदिनु सत्य मैले त तिमीलाई
असल प्रेमी सोचेको थिएँ तर तिमी त धोकेबाज निस्क्यौ। अब म के गरौँ? कहाँ जाऊ? तिमी कहाँ छौ सत्य? छोरी के भयो तँलाई? केही पनि भएको छैन। केही भएको छैन भन्छेस्, फेरि एक्लै यहाँ बसेर रोइरहेछेस्। केही नभए मान्छे किन रोक त? केही पनि भएको छैन बुवा, आज यत्तिकै रोन मन लाग्यो। आमाको याद आयो तँलाई? के गर्छिस् त छोरी? तेरो आमाले बेलैमा छोडेर गइहाली। जति माया गरे पनि आमाको स्थान राख्न नसकिने रहेछ बुवाले है। त्यस्तो नसोच्नु न बुवा, हजुर नै मेरो सब थोक हुनुहुन्छ। मैले बुवा आमा दुवैको माया हजुरबाटै पाएको छु। छोरी तेरो आँखामा कहिले आँसु झर्न नदिउँ भन्छु, तर धेरै जसो तेरो आँखामा आँसु झरेको मात्रै देख्छु। मबाट केही गल्ती भएको भए भनाइ छोरी, म तँसँग माफ माग्न चाहन्छु। तपाईँ जस्तो बुवा पाउनु भनेको मेरो लागि भाग्यको कुरा हो, अनि तपाईँबाट पनि गल्ती हुन्छ त बुवा। ल किन रोकिल न र? ल हेर यत्रो ठुलो भएर नि रुनियो, यसरी रुनुहुन्न है। जा भित्र गएर बस, मेरो बाहिर काम छ, म पुगेर आउँछु है। ल जा। हजुर त्यो 16 को रेल चाहिँ त्यता ए 16 को भनेको 20 को दे, अर्को दे। ओ हेलो, सुन्नु त। भन्ने त ओ हेलो, के टोललाई हेरिरहेको हो? मेरो स्पिड स्टार्टै भएन, एकचोटि हेरिदिनु न। लाग्यो रहेछ त भयो त। कति भयो पैसा? पैसा पर्दैन। किन र तपाईँको यो वर्कसप किन काम गर्नुको लागि खोल्नु भएको है क्या? चुप्लै जिदे, त्यस्तो त होइन। हजुरको स्कुटरमा केही पनि प्रब्लम छैन, त्यही भएर। हस्, थ्याङ्क यू। अब म जान्छु ल। साँच्ची मलाई हजुरको नम्बर दिनुहोस् न, कतै बाटोमा स्कुटर बिग्रियो भने काम लाग्छ नि। स्टिफनर सर
9846 961499। इसकी भी तलसा है। हस्। राहुल किन त्यो केटीसँग पैसा नलिएको उल्टै नम्बर दिएको पो छ त कुरा गम्भीर छ है। चुप लाग जिरे मान्छे भने त्यो सानो सानो छ ठुल्ठुलो कुरा गर्छ यार। ओ राहुल भाइ पैसा किन नलिएको? यहाँ कमाउन बसेको म हो, फ्रीमा सेवा गर्न बसेको छैन। ए रामबाबु पख्नु त। हजुर भाउजू, दुवैजना भाउजूहरू कहाँ जान लाग्नु भएको नारिएर? हजुरकै घर जान लाग्यो, हजुरले भेट्नु बेटा यी बाटैमा भेट हो। मलाई भेट्नुपर्ने केही काम थियो र भाउजू? त्यस्तो काम त केही पनि थिएन रामबाबु, एउटा कुरा भन्न थियो तपाईँलाई र तपाईँ घरतिर हिँडेको हामी त। कस्तो कुरा हो भन्नु न। अब हामीले त्यो कुरा गर्दा हजुरलाई विश्वास लाग्दैन होला। पहिला के कुरा हो त्यो त भन्नु। तपाईँकी छोरी आरती त तल बाटोको छेउमा। के बाटोको छेउमा भाउजू? कोही को केटासित हो गमल्याङ हाल बसेको थिए। तपाईँहरू मसँग यस्तो वायात कुरा नगर्नुहोस्। मेरी छोरी आरतीले कहिले पनि यस्तो गर्न सक्दिनँ। सक्छ कि सक्दैन हामीले देखेको यहाँ खालि हामी दुईजनाले हो कि न? हो तपाईँहरूलाई अर्काको चियो चासो राख्नु बाहेक अरू के नै आउँछ र? हामीले चासो राखेको होइन, देखेको कुरा भने हो। अर्कै छोरीको कुरा भएको हो। त्यो कुरा आफ्नो छोरी कहाँ चिन्छ र जानु। बाटो छेकेर बस्ने? बाटो छेकेन आरती, म त तिम्रो प्रतीक्षा गरेको। राघव त काम पाइनस् किन मेरो बाटो छेकेर बसेको? बाटो छेकेन आरती, म त तिम्रो प्रतीक्षा गरेको। मेरो प्रतीक्षा किन? तिमीलाई थाहा छ त आरती, म कलेज पढ्दाखेरि तिमीलाई मन पराउँछु, तर तिमीले मेरो मायालाई कहिले बुझ्यौ? तेरो माया मैले बुझ्ने यो जन्ममा सोच्दा पनि नसोच। तिम्रो माया पाउँछु भने म अर्को जिन्दगी दिन तयार छु आरती। यो तेरो पागलपन हो राघव, पहिला सुध्री मान्छे बनेर हिँड। पागलपन भए पागलपन नै, तर तिमी मेरी हुनु। तिमीलाई पाउन सुध्रिन त के, म जे पनि गर्न तयार। पहिला एउटा असल मान्छे भएर देखा, अनि मात्र मसँग आएर कुरा गर। छोड मेरो बाटो। आरती, तिमीलाई पाउन म जे पनि गर्न सक्छु। गीता भाउजू कता जान लाग्नु भएको? म त बजारसम्म हिँडेकी नानी, तिमी चाहिँ कता जान लागि? म पनि बजारसम्म जाउँ होइन कि आजभोलि त हाम्रो भेटघाटै हुन छोड्यो। के गर्नु नानी, आजभोलि बाहिर हिँड्ने त्यति फुर्सद नै छैन। तपाईँलाई त यसो घरमा काम सघाउने आरती नानी हुनुहुन्छ, आफ्नो त जे गरे पनि आफै यताउति हिँड्ने त फुर्सदै हुँदैन। अब त तिम्रो देवर बाबुको बिहे गर्ने उमेर पनि भयो, सत्य बाबुको बिहे गर्दै भइहाल्यो नि। तिमीले पनि यसो घरको काम गर्न सकेको हुन्थ्यो। त्यही त हुन त हो भाउजू, तर
भने जस्तो केटी नै भेटेको छैन भने। सत्यबाबु जस्तो केटालाई केटी नपाउने कुरै छैन नि। बुझ्नुपर्छ केटी कति हो कति। पाउन त पाइन्छ भाउजू, तर कुल घरानको भने जस्तो असल केटी नै नपाइने। हामीले त तपाईँहरूसँग एउटा कुरा गरौँ कि भनेर सोचिरहेका थियौँ। कस्तो कुरा हो नानी, भन्नु न। हामी त सत्यबाबुको लागि आरतीको हात माग्न तपाईँहरूको घर आउनु पर्ला भनेर सोचिरहेका छौँ। देवी नानी, यो त राम्रो कुरा हो नि, तर हामीले मात्र भनेर हुँदैन, एकचोटि छोरीसँग पनि सल्लाह गर्नुपर्छ। त्यो त हो नि भाउजू, यस्तो कुरा गरेर के बाटोमा बसिरहनु। जाऊँ भाउजू, एक दिन समय मिलाएर हामी तपाईँहरूकै घरमा आउँछौँ। हुन्छ, म घरमा छोरी र बुढासँग नि सल्लाह गर्छु, एक दिन मिलाएर घरमै आउनु है। हुन्छ भाउजू, जाऊँ अब। राहुल भाइ, तपाईँलाई आजकल के भएको छ? एक्लै टोलाएर बस्नुहुन्छ। न राति निद्रा लाग्छ न दिनमा भोकै लाग्छ। खोइ किन हो, खालि आज भोलि उसको मात्रै याद आइरहन्छ। अस्ति यो बेड सुनको मनले त त्यही भन्दैछ जिरे, तर के गर्नु, मैले मात्र मन पराएर भएन, उसले पनि मन पराउनु पर्यो। अनुहार त ठिक ठिकै छ, अलिअलि मन परायो होली। तैँले भने जस्तै मन पराएको भए त फोन गर्थी होली नि। खोइ यति बेला उनी के गर्दैछिन्? आरती, आजभोलि किन हो किन तिमीबाट एकछिन टाढा हुन मन लाग्यो। के गर्छ त टाढा हुन मन लागेन भनेर तिम्रो दुलाई बनाएर तिम्रो घर लैदेऊ भन्दा केही वर्ष पर्ख मात्र भन्छौ। के गर्नु आरती, तिमी अहिले तिम्रो घरमा खुसी जिन्दगी बिताइरहेकी छु। तिमीलाई मेरो दुःखी घरमा यत्तिकै कसरी लैजानु? आकाश, मलाई बस तिम्रो हुनु छ, बाँकी सुख दुःख त मिलेर बाँडौँला नि। आरती, किन तिमी यति धेरै असल र बुझकी? आकाश, मान्छे भइसकेपछि बुझ्ने र सहनशील हुनुपर्छ। आरती, यो जन्ममा होइन, 100औं जन्ममा मेरै हुनु ल। यो जन्ममा तेरी हुन्न आरती। होस् त, आरती मेरी हुन्न भन्ने पागल प्रेमी। आरती, यो मान्छे को हो? मैले चिनेन नि। पुरागो भयो, हामी पहिला सँगै कलेज पढेको। सँगै कलेज मात्रै होइन आरती, अब सँगै झुमझुम गीत। ओए, जे मुखमा आयो त्यही बोल्छस्? कसरी मेरी आरती तँसँग जुनी बिताउन सक्छ? किनकि म आरतीलाई माया गर्छु। तैँले मात्र माया गर्छु मन पराउँछु भनेर हुन्छ? मैले कहिले तँलाई माया गर्छु भनेकी छु? अब आइन्दा आरतीको छेउमा तेरो छाया मात्र पर्यो भने हाम्रो हुने छैन। हेरी आरती मेरो भएन भने म कसैको हुँदैन, कान खोलेर सुन। आरती, यस्तो मान्छे तिम्रो साथी? यो मान्छे कलेज पढ्दाखेरि मेरो पछि लागेको, तर मैले उसको कुरा कहिले पनि सुनिनँ। अहिले फेरि तिमीलाई माया गर्छु भन्दै पछि लागिरहेको छ। यस्तो मान्छेदेखि टाढै बस। हुन्छ, जाउँ अब। राम, के भयो आज तँलाई? अनुहारै निन्याउरो छ त। अरे त्यस्तो केही भएको छैन। त यस्तो निन्याउरो अनुहार पाएर बस्ने खालको मान्छे त होइन। भन्न के भयो? अरे छोरी पनि ठुली भाइ, राम्रो कुल खानदानको केटा आयो भने बिहे गरिदिउँ कि भनेर सोचेको छु। ए, त्यति जब सानो कुरामा निराश हुनुपर्छ त भने। मेरो भाइ सत्यको पनि बिहा गर्ने उमेर भयो, यसपालि बिहा गरौँ कि भनेर सोचेको छौँ। अरे तेरो भाइको बारेमा त मैले कहिल्यै सोचिनँ। यति मिल्ने साथीको घरमा मेरो छोरी दिन पाउनु भनेको त भाग्यको कुरा हो। आरती र सत्यको बिहा गरिदिनु पाए हुन्थ्यो। यसमा के छ तेरो विचार? साँच्चै हरि, तेरो भाइले कति पढेको छ नि? मेरो भाइले मास्टर पास गरेर आएको छ। अब त्यसलाई यहीँ जागिर खोजेर ल्याइदिनु पर्ने छ। त्यसो भए त राम्रो भइगयो नि। कि म यो कुरालाई अब पक्का सम्झौँ त? पक्का सम्झिनँ यार, मैले भनेपछि। छोरीलाई पनि एकचोटि सोध्नु पर्थ्यो कि राम। अरे मैले भनेपछि मेरी छोरीले नाइ भन्दिनँ, त ढुक्क हो न। ल, त्यसो भए आजबाट हामी सम्धि होइन त? हो नि। ए, चिया त मैले खाइसकेँ, तैँले त खानै बाँकी रहेछ। म यति सक्छु है त। ल ल ल,
छिटो खा न त जे चिजमा नि ढिलो के। मेरो बच्चादेखि बानी नै यस्तै बस्यो यार। ल हिँड। ल लाग्नु। सन्ध्या जाउँ बाबा। सन्ध्या भगवान्सँग के माग्यौ तिमीले? मागेको कुरा पनि भन्छन् त। अरूसँग पो भन्नुहुन्न त, मसँग त भइहाल्छ नि। मैले अरू के नै माग्न सक्छु र हजुरको खुसी बाहेक। मात्र हजुरलाई 7 जनीसम्म पनि मेरै गराइदिनु है भगवान् भनेर मागेको छु। सन्ध्या मलाई यति धेरै माया गर्छौ तिमी? मैले आफूलाई भन्दा पनि हजुरलाई धेरै माया गर्छु। मलाई कहिल्यै एक्लै नबनाउनु। मेरो मुटुलाई मबाट अलग बनाएर म बाँच्न सक्छु त? यो केटाको म सोध्दैछु, यो केटाको सत्य हो। सधैँ किन रुन्छे भनेको त यो केटाको लागि पो हो। आमाको यादले रोइ होला भनेको त। बुवा सत्यले मलाई आफ्नो माया जालमा पारेर अहिले मलाई छोडेर बेपत्ता भएको छ। न फोन लाग्छ न मैले गरेको मेसेज नै हेर्छ। अनि यो केटाको घर कहाँ हो तँलाई थाहा होला नि? थाहा छैन बुवा। अनि कसरी परिस् यो केटाको माया जालमा? हामी कलेज सँगै पढेको, त्यही बेला हामी एकअर्कालाई माया गर्न थाल्यौँ। आज आएर सत्यले मलाई धोका दिएर छोडेर गयो बुवा। मेरो छोरीलाई दिनरात तडपिने बनाउने, दिनरात रुने बनाउने, यसलाई म आकाश पाताल जहाँबाट पनि खोजेरै छोड्छु। साला बरु यतिखेर कहाँ पो होला? सत्य मैले आरतीसँग बिहा गर्ने तेरो कुरा पक्का गरेको छु। ए त्यसो भए आज हजुरले हाम्रो सत्य बाबुको बिहा आरतीसँग पक्का गर्नुभयो होइन त? रामले बिहा पक्का भइसक्यो, बिहाको लागि तयारी गर्नु भनेर भनेको छ। अनि सत्य बाबु तपाईँ आरतीसँग बिहे गर्न खुसी त हुनुहुन्छ नि? म एकदम खुसी छु भाउजू। हजुरहरूले रोजेको मान्छे जीवन साथी पाउँदा। सत्य अब हामी पनि बिहेको तयारी गर्नुपर्छ। बिहे धुमधामले गर्ने हो। दाइ बिहे धुमधामले भन्दा पनि साधारण तरिकाले गर्दा हुँदैन र? हेर भाइ, हाम्रो त छोरा छोरी भाइ जे भने पनि त मात्रै होस्। अनि कसरी साधारण तरिकाले बिहा गर्ने? त्यो बिहेमा लाग्ने खर्च म पछि केहीमा लगानी गर्छु नि, हुन्न र दाइ? बाबुले भन्नुभएको कुरा पनि ठिकै हो है। ठिक छ, त यही चान्सेस भनेदेखि म पनि एकचोटि रामसँग कुरो गर्छु। अब उसको एउटै मात्रै छोरी, उसको विचार के छ बुझ्नु नि त पर्यो नि। तपाईँले भन्नुभएपछि मानिहाल्नुहुन्छ होला नि? मान त मान्छ होला, तर यतिखेर त्यो के गर्दैछ होला? हेर छोरी, तेरो बिहे हामीले सत्य बाबुसँग गरिदिने निर्णय गरेका छौँ। आमा बुवा म सत्यसँग बिहे गर्न सक्दिनँ। किन आरती? मेरो अहिले बिहे गर्ने सोच छैन। हामीले भनेको केटासँग कहिले बिहे नगर्नुको कारण मलाई थाहा छ। अच्छा बुवा तपाईँलाई यो जाबो एउटा बेसारा जगल्टे केटालाई माया गर्छस् तँले होइन? के हो यो सब आरती? ओ बुवा म आकाशलाई माया गर्छु।
के सारा होइन, उसको साथमा म छु। आरती देउसँग के बोल्दैछस् त? बाउसँग बोल्ने तरिका यही हो तेरो? आकाशलाई कसले नराम्रो भन्नु म गर्न सक्दिनँ र आकाश बिना म बाँच्न पनि सक्दिनँ। गीता, हामीलाई थाहा नै भएन अरू कसले कुरा गर्दै यसको मन दुख्छ भनेर। हाम्रो छोरी अब त धेरै ठुली भइसकेको जसम्म ताते गरेर मेरो बुई चढाएर बुझ गरी अनि भन्दा नि यसको लागि बाहिरको मान्छे प्यारो भएछ। आरती बाबाले आफ्ना छोराछोरीको भविष्य राम्रो होस् भनेर भने त्यसैले सत्य बाबुसँग तिम्रो भविष्य उज्जवल हुन्छ हामीले भनेको मान्छेहरू। छोरी, मेरो साथी हरिको भाइसँग तेरो बे मैले पक्का गरिसकेँ। बिन्ती छ, मैले भनेको मानिँदैन। आजसम्म तँसँग मैले केही मागेको छैन। आज तेरो बाबुको इज्जत माग्छु, दिन्छस् नि? बुवा, म तपाईँहरूको इज्जतको लागि बलिदान दिन सक्दिनँ। बुवा आमा, यदि मेरो कारणले तपाईँहरूको इज्जत जान्छ भने म आज नै यो घर छोडेर जान्छु। आरती!